फाइनली मायालु गेम आयो। हेलो गाइज, नमस्ते नमस्कार, तपाईँहरू सन्चै हुनुहुन्छ? तपाईँले सही सुन्नु भएको छ। मायालु गेम कहिले आउँछ? 4-5 दिन भइसक्यो आएको छैन भनिराख्नु भएको छ तपाईँहरूले। त्यही अनुसार चाहिँ मैले होइन तपाईँलाई न्यू अपडेट लिएर आइसकेको छु मायालु गेमको। मायालु गेम कहिले आउँछ भनेर तपाईँहरूले होइन 30 गते आउँछ भन्दा नि आएन। किन आएन, कसरी आएन होइन, अब त्यो त अब म्याप मोडमा प्रब्लम केमा प्रब्लम भएको कारणले गर्दा पनि नआएको रहेछ। मैले तथ्य जानकारी पत्ता लगाएको है। त्यसअनुसार नेक दाइले मेरो रिक्वेस्टमा के भन्नुभएको छ भने टिकटक लाइभमा अघि भर्खर के भन्नुभएको छ भनेदेखि भोलि शनिबारको दिन 10 बजेदेखि 12 बजेभित्र चाहिँ मायालु गेम प्ले स्टोरमा आइसक्छ। तपाईँले ढुक्कसँग खेल्न सक्नुहुन्छ होइन। त्यस कारणले गर्दा फेरि तपाईँहरूलाई चाहिँ मैले यो न्यू अपडेट लिएर आएको हो। मायालु गेम चाहिँ अब भोलि शनिबारको दिन आउनेछ र आउनु बित्तिकै म तपाईँहरूलाई चाहिँ भिडियो बनाएर तपाईँहरूलाई लिङ्क पनि राखिदिने छु युट्युबमा। तपाईँहरू चिन्ता नगर्नुहोस्। कमेन्ट गर्नुभएको छ सबैजनाले, त्यसको लागि धन्यवाद। मायालु गेम 4-5 दिन भइसक्यो आउँदैन त आउँछ भन्नुहुन्छ, आउँदैन त भन्नुभएको तपाईँहरूले। त्यस कारणले गर्दा फेरि मायालु गेम चाहिँ भोलि 100% फिक्स आउँछ। तपाईँहरू यसमा घटिबढी केही नगर्नुहोस्। निक दाइले भनिसक्नु भएको छ र निक दाइ र एसबी मोड दाइलाई चाहिँ तपाईँहरूले गएर सब्सक्राइब पनि गर्न सक्नुहुनेछ र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने नि तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ। तपाईँलाई चाहिँ म आजको लागि यही मायालु गेम चाहिँ भोलि 10 बजेदेखि 12 बजेभित्र आइसक्छ भन्नको लागि मैले न्यू अपडेट लिएर आएको थिएँ र मैले तपाईँहरूलाई भनिसकेको छु। म बिदा माग्न चाहन्छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक अनि कमेन्ट अनि सेयर पनि गर्न नभुल्नु होला भन्दै मायालु गेम आइसकेपछि म भिडियो बनाएर तपाईँहरूलाई देखाउने छु। आजको लागि चाहिँ म भिडियो यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। मायालु गेम आएपछि हेरौँला।